ल सम्पूर्ण साथीभाइलाई नमस्कार। सङ्गठित संस्थाहरूको पूर्ण योग्यता परीक्षाको लागि सार्वजनिक संस्थानसम्म एकदमै महत्त्वपूर्ण प्रश्नोत्तरहरू लिएर आएको छु। कृपया तपाईहरूले यसलाई ध्यान दिएर हेर्नुहोला। लाइक कमेन्ट सेयर गर्न नबिर्सनुहोला। धन्यवाद। क्वेसन नम्बर 13 मा रहेको छ, ज्येष्ठ प्रणालीको जन्मदाता वा लेखाका पिता भने कसलाई चिनिन्छन्? लुका पेसिवल। क्वेसन नम्बर 14 मा रहेको छ, महालेखा परीक्षक विभागको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2016 श्रावण 16। र क्वेसन नम्बर 15 मा रहेको छ, नेपालमा पहिलोपल्ट सरकारी आव्य सञ्चालन ऐन कहिले जारी गरियो? विक्रम सम्वत 2016 साल। क्वेसन नम्बर 16 मा रहेको छ, नेपालमा भुक्तानी श्रेष्ठता प्रणालीको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 2016 साल। सङ्कलन अरुण आवास्थी। र क्वेसन नम्बर 17 मा रहेको छ, नेपालमा नयाँ श्रेष्ठता प्रणालीको कहिले स्वीकृति भएको? विक्रम सम्वत 2018 चैत्र 20 गते। र क्वेसन नम्बर 18 मा रहेको छ, नयाँ श्रेष्ठता प्रणाली सबै जिल्लामा लागू भएको थियो? कहिले लागू भएको थियो भने आर्थिक वर्ष 2024 र 25। र क्वेसन नम्बर 19 मा रहेको छ, राष्ट्रिय बीमा संस्था प्रालिको स्थापना कहिले भएको थियो? विक्रम सम्वत 2024 साल। र क्वेसन नम्बर 20 मा रहेको छ, आर्थिक संरक्षण 2081 र 82 अनुसार हाल नेपालमा कतिवटा बीमा कम्पनी रहेका छन्? 37 वटा रहेको छ। र अर्को रहेको छ,